गाउँको रीतिरिवाज अनुसार चाहिँ हाम्रो अङ्कल र आन्टीको बिहा हुँदैछ। सो गाइजहरू वेलकम टु माई मिनी ब्लग। एकदम राम्रो छ गाउँको रीतिरिवाज चाहिँ। सो गाइजहरू स्किप नगर्नु होला भिडियो। अनि बहिनीले पैसा हाल्दै छ मम्मीलाई गिफ्ट दिनु भनेर। अनि यो एकदम राम्रो बनाइदिने रहेछ कि यो पसलमा सुन हजुर पनि आउनु होला। हामी चाहिँ गाउँको तयारी गर्दैछौँ। हाम्रो पुर्खौली घर गाउँमा चाहिँ अब परम्परा अनुसार बिहा हुन्छ नि त, त्यही भएर चाहिँ हामी अब गाउँ जाने तयारीमा छौँ। हाम्रो जुफाल एयरपोर्टदेखि हामीसँग हुनुहुन्छ हाम्रो बेहुला अनि हाम्रो बेहुली उहाँ नै हुनुहुन्छ। अनि हामी चाहिँ हिँडेको अब जुफालदेखि। अनि एकदम धुलो थियो यो गाइजहरू होइन, भ्यू पनि एकदम बबाल। हामी चाहिँ जुफालदेखि माथि डाँडा हुँदै जाने हो कि। अनि एकदम बबाल गाउँहरू पनि भेटिँदै जान्थ्यो। अनि 3टा गाउँ छोडेपछि चाहिँ बल्ल हाम्रो गाउँ आउँथ्यो कि। अनि हाम्रो हालत हेर्नु त यहाँ के भएको थियो, आमा कोही चाहिँ सुतेर छ। अन्त गाइजहरू हाम्रो यार्सा गुम्बा सिजन पनि चलिरहेको थियो, मान्छेहरू पनि गइरहेको थियो। अनि एकदम बबाल के भ्यूहरू होइन। अनि त्यहाँ त्यो सब यो गाउँहरू लोकल खेतीहरू हुन्छ क्या। अनि यो चाहिँ मेरो प्यारो गाउँ। फाइनल्ली हामी चाहिँ हाम्रो गाउँमा पुग्यौँ, जुन चाहिँ यो डोल्पाको चाहिँ हिमालको काखमा रहेको हाम्रो प्यारो गाउँ हो। एकदम बबाल छ गाइजहरू। अनि हेर्नु यहाँ म आएपछि बच्चाहरू नआउने त कुरै भएन यहाँ। अनि बिहाको लागि चाहिँ हाम्रो बेहुला बेहुली रेडी हुनुहुन्छ र परम्परा अनुसार चाहिँ भित्राउँदै हुनुहुन्छ क्या। अनि उहाँ चाहिँ हाम्रो हजुरमम्मी। अनि यहाँका मान्छेहरू चाहिँ अलिक थोरै छन्, किनभने हामी दिउँसै आइदिरहेको सब मान्छेहरू काममा गइरहेछ नि त। गाउँमा त एकदम धेरै काम हुन्छ क्या। सो त्यही भएर न हामी छिट्टै आएछौँ। अनि एकदम यो चाहिँ मेरो प्यारो गाउँको घर। अनि यहीँ जन्मेको, यहीँ हुर्केको, यहीँ खेलेको मान्छे हामी चाहिँ होइन गाइजहरू। हजुरहरूलाई कस्तो लाग्यो त्यो मेरो प्यारो सुन्दर घर अनि सुन्दर गाउँ होइन। गाउँ चाहिँ देखाएको छैन, अब अर्को भिडियोमा चाहिँ देखाउँछु। अनि हामी चाहिँ बेहुली भित्र आउँदाखेरि चाहिँ पहिला ढोका भनेर चाहिँ भित्र जाँदाखेरि चाहिँ यसरी कति 5 ठाउँमा चाहिँ टिका लाउनु पर्छ। कुन भाषामा बुझ्दैन म। गाउँको परम्परा अनुसार चाहिँ यो टोन चाहिँ निकाल्छन् होइन, तर मलाई चाहिँ आउँदैन क्या। अनि यो चाहिँ भर्खरै जन्मिएको हाम्रो आन्टीको छोरा। अनि यो चाहिँ गाइजहरू पहिला मुख हेर्दाखेरि चाहिँ केही गिफ्ट दिएर चाहिँ मुख हेर्नुपर्छ क्या। सो अनि सबजनालाई पनि मैले गिफ्ट ल्याइदिएको थिएँ। सबजना यहाँका हुन्छ नि जुन चाहिँ आन्टीहरूलाई के। आजले यति नै, बाँकी अर्को भिडियो